आदरणीय पूर्व मन्त्री श्री बसुबहादुर जी साहब, उहाँको श्रीमती उपस्थित भद्र महिला तथा सिक्किम विश्वविद्यालयका विद्यार्थी भाइ बहिनीहरू, अब लिम्बूको बेलामा लिम्बूमा बोल्नुपर्ने अंगा से पेनी बांध के बापा याक्सुमा फोखा पेनी बांधो को पातुंग याक्सु बांधो पातुंग इले साई के बाबा also from Melenging Suppedaden agak patung apa ni heni ke sunule penyan patung penyan peni babi ho kongo keke peni ningwa lobby baki Asia ekele kerek sakma nusatu ne dosa University ka students kerek kolek ni nakara peni bandola tipesi banen patung Membe ho yakmo thang peni ban papa be kelari bhang thek chipan thek yakma patumaro Sikkim में yakma pan o papma go anga papma mensuk anga papma melle यति भनेर तपाईहरुसँग म लिम्बू भएको प्रमाण पेश गरेको मात्रै मलाई आज तपाईहरुले लिम्बू भवनमा माननीय पूर्व मन्त्रीज्यूहरूको उपस्थिति विद्यार्थी भाइ बहिनीहरू र सिक्किमे दाजुभाइहरूको उपस्थितिमा जो एउटा सम्मान गर्नुभयो आतिथ्य दिनुभयो त्यसको लागि धन्यवाद छ सिक्किमको अघि मन्त्रीज्यूले भन्दै हुन्थ्यो हाम्रो इतिहास खोज्नुपर्छ भनेर इतिहास नखोजिकन हामी जीवित रहँदैनौँ त्यसकारण इतिहास खोज्नुपर्छ राजनीतिक हिसाबले अहिले फालेको डाँडा माथि रमदेखि के भन्ने एउटा बोर्डर भयो यो रिसेन्टली नेपाल र अंग्रेजसँगको सुगौली सन्धि पछाडि लिम्बूहरूको देश टुक्रियो नेपालको नागरिक हो इन्डियाको नागरिक हो सिक्किमको नागरिक हो सिक्किममा बस्ने लिम्बूहरू पनि उहिले त अरुण नदीसम्म एउटै लिम्बू थियो होला लिम्बूको सङ्गठित राज्य थिएन होला 1642 मा नामज्यालहरूको शासन सत्ता स्थापित भएपछि पनि धेरै इतिहासकारले त्यहाँसम्म सिमाना देखाउँछ लिम्बूहरूमा राज्यको हिसाबले आफ्नो इतिहास सङ्गठित भइसकेको थिएन होला हाम्रा कबिलाका प्रमुखहरूले शासनहरू गर्थे होला तर इतिहासकारहरूले कतिवटा कुरा सही भन्छन् कतिवटा कुरा उनीहरूमा पनि पुष्टि गर्न सक्ने कुराहरू पाइँदैन त्यसकारण हामीले अब त धेरै चिज धेरै 100 वर्ष बिते पनि पुरानो कुरा खोज्नलाई धेरै चिज हामीसँग अब साधन स्रोत विवेकहरू आइसक्यो अब रिसर्च मेथोडोलोजीको कुरा ले पनि हामीलाई धेरै विकसित गर्छ हाम्रो इतिहास खोज्नुपर्छ म इतिहासकार होइन त्यसकारण म यति भनेर आफ्नो कुरा तर सिक्किमको योगदान
लिम्बू जाति भाषा साहित्य र संस्कृतिमा ठुलो छ। हामीले धेरै पर नगए पनि तेस्रो हो यहाँका राजाको पालामा पाँचर लिम्बुवानको भनौँ न थुङमाको चेलीलाई बिहा गरेर त्यसले एउटा हाम्रो सम्बन्ध अझ प्रगाढै भयो। त्यो झन्डै त्यही कारणमा हो आफ्नो भाषा संस्कृतिको लागि मरिफेट्ने दोस्रो श्रीलङ्का भन्छौँ हामी। उनको असली नाम के हो हामीलाई थाहा छैन, तर श्रीलङ्का भन्छौँ र लिम्बू शब्द अगाडि विश्वसँग एउटा जोड्छौँ त्यही अंशी भनेर। त्यो अंशी श्रीलङ्काले सिक्किममा प्रवेश गरेपछि हाम्रो भाषा लिपि धर्म संस्कृतिको बारेमा उहाँले चासो राखेर लिम्बू दाजुभाइलाई सचेत गराउनु थाल्नुभयो। त्यति बेला हामीमा दक्षिणको हिन्दू धर्म संस्कृति भन्दा बढी उत्तरबाट झरेको बौद्ध संस्कृतिले भित्रै थियो कि क्या हो। त्यो देखेर हामीले हाम्रा पुर्खाहरूले सतर्क हुनको लागि आफ्नो भाषा लिपि संस्कृतिमा जोड दिन थाले। अब त धेरै वर्ष हो, म सायद 2004 मा हो बेलायत पुगे। ब्रिटिस लाइब्रेरीको आर्काइभमा भएको कागजहरू हेर्दै जाँदा वर्णमालाको अभ्यास क का कि कु कु के यो खालको अभ्यासको एउटा कागज भेटियो। एउटा त भोल्युम 84 मा 100 पेजसम्मै प्र्याक्टिस बुक छ, तर एक ठाउँ अर्कै भोल्युममा भोल्युम 79 मा पनि एउटा प्र्याक्टिस छ। मैले यसो ख्याल होइन यिनीहरूले राखेको अहिले पल्टाएर हेर्नुपर्छ नि भनेर हेर्दै जाँदाखेरि तल त कोलोफोन कथात्मक वाक्यहरूको गठन छ। यसो हेरेको चाहिँ याक्थुङबाट सुरु हो। हाम्रो लिपिहरू त यसरी पो बनियो त भनेर चाहिँ जय याक्थुङ भनेर वाक्य सुरु हो। अनि अर्को तेस्रो वाक्यमा चाहिँ लिम्बूहरूको यो लिपि पढेर भयो भने त हाम्रो राज्यलाई घात पर्छ भन्ने एउटा वाक्य छ। लामाहरूको त्यही सल्लाहले राजाले आदेश दिएर श्रीलङ्कालाई मार्यो। श्रीलङ्काको बारेमा लेखिएको 7-8 लाइनको यो पहिलो लिखित हस्तलिखित कागज छ। फर्केर आएर पछि मैले काठमाडौँ आइसकेपछि नेपालको एउटा पत्रिकामा त्यो छापेँ। यो पहिलो हो। त्यसमा राज्य अरूले लेखेकोमा त उहिले के थियो भने कुन चाहिँ पहिलो हो कुन चाहिँ दोस्रो। पहिलोको कथा लेखेको दोस्रोको कथा पनि लेखिदिन्छ, तेस्रो कथा पनि मिसिएको छ। त्यसो गर्दा अरू धेरै किताबहरूमा छापिएको रहेछ। मैले सिक्किममा पिएस पुरुलियाको घरमा भएको एउटा 2 भोल्युम श्रीलङ्का हाङमुन्जुम लेखेको रहेछ इमानसिंह चेम्जुङले 1924 मा।
त्यो 2050 भनेको 1993 होला। मैले नेपाल एकाडेमीमा लिम्बू भाषा साहित्य सङ्गोष्ठी गर्दाखेरि उहाँहरूलाई निम्ति आएको थिएँ। बिबी सुब्बा, पिएस सुब्बा, सन्समान हाम्रो पछि मुख्यमन्त्री उनी हो, बल मुरिङलाहरू, अहिले एकाडेमीको अध्यक्ष हुनुहुन्छ खजुम, उहाँहरू त्यहाँनिर छापिएका नछापिएका लिम्बू पुस्तकको प्रदर्शनी गर्ने भन्दाखेरि छापिएको किताब त त्यतिन्जेलसम्म सिक्किममा हातले लेखेर चाहिँ अहिलेको यो केटारी टेक्नोलोजी छ प्रिन्टिङ त्यसबाट छापेको किताब मात्रै छ, अरू त हातले लेखेको। अनि हातले लेखेको किताबहरू मध्येमा पिएस सुब्बाको बाट गएको 2 भोल्युमको इमानसी चेम्बरको किताब, त्यो किताबमा पनि दोस्रो श्रीलङ्काको काम चाहिँ दोस्रो श्रीलङ्काको कथा चाहिँ पहिलो श्रीलङ्काको 8औं कि 7औं शताब्दीको भनेर निश्चयहरू चाहिँ छुट्याउनु भएको छ। यसरी श्रीलङ्काले हामीलाई आफ्नो लिपि दिएर लिपिमा लेख्नु सिकाएर आफ्नो संस्कृति इतिहास बनाउनु सघायो। सबभन्दा ठुलो कुरा श्रीलङ्का दोस्रो भनौँ को सबैभन्दा ठुलो योगदान चाहिँ के हो भने लिम्बू फोनोलोजी, लिम्बू वर्णहरूको निर्धारण हो। लिम्बूमा कतिवटा वर्ण छ त, त्यो श्रीलङ्का दोस्रोको फाइन्डिङ हो। अनि पछिल्लो कालमा आएर 1920 पछाडि चलेको लिम्बू वर्णमालामा चाहिँ नेपाली कटडर आदि थपिएर वर्णमाला ठुलो भएको छ। त्योभन्दा अगाडि हाम्रो वर्णमाला 15वटा कन्सोनेन्ट र त्यसको 9वटा एलोफोन गर्दा 24वटा मात्रै श्रीलङ्काको उमा छ, प्लस एउटा तालव्य छ गरेर 25वटा बनाइदिएको छ। यो इन्भेन्ट्री लिम्बूको फोनोलोजीको इन्भेन्ट्री श्रीलङ्का दोस्रोले गरेको हो। र यो चिजलाई धेरै पछाडि 1969 तिर यहाँनिर लिम्बू भाषाले स्कुलमा मास्टर पायो होला सिक्किममा। 1974 तिर त्यसको सुरुवात फेरि क्रमिक रूपमा बढ्यो र राज्य सत्ता पनि परिवर्तन भइसकेपछि 1975 तिर बिबी सुब्बाहरूलाई चाहिँ पाठ्य पुस्तक लेखकको रूपमा चाहिँ एउटा कमिटी बनाएर राखेपछि सुरु भयो। यिनीहरूले भनेको जुन चाहिँ इन्भेन्ट्री छ, वर्णमाला छ, त्यो एक्ज्याक्टली श्रीलङ्का दोस्रोको हो 25वटा। खालि एउटा लिम्बूको जिब्रोमा नहुने तालव्य छ मात्रै हो। तर हाम्रो वर्णमाला एउटा ब्युटिफिकेसनको लागि बनै त हाल्यो भनेर छ। अनि त्यसको प्रयोग पनि कति मात्रै गर्छ भन्दा सक लेख्दा मात्रै रहेछ। अरू बेला त्यही दन्त्य छ मात्रै छ, लिम्बूमा दन्त्य छ मात्रै छ, तालव्य छ पनि छैन, नेपाली जस्तो मोद्गत छ पनि छैन। भएदेखि कन्ट्रास्टिङ हुनुपर्छ। विद्यार्थी भाइ बहिनीलाई थाहा छ कन्ट्रास्टिङ भनेको मिनिङमा डिफरेन्स हो। दन्त्य शको सक र तालव्य शको सकमा अर्थमा फरक छ भने यो दुईटा वर्ण ठिक हो, होइन भने एउटै लेख्ने किन ताकुदो भने
नेपालीमा पनि त्यही छ। अहिले ठुलो बहस नेपालीमा पनि। नेपालीमा तालब्य स्वरदन्तीसँग फरकै छैन। किन सहर लेख्नु उर्दू र भाषामा जस्तो हामीले फारसीमा जस्तो दन्तेसँगै लेख्नु नै भनेर ठुलो विवाद छ। होइन चलिआएको तालब्य स्वर लेख्ने भन्नेहरूले लेखिरहेछन्। कोर्टमा नि पुग्यो, सिक्किममा पनि कोर्टमा फैसला भयो। अब त्यहाँ पनि कोर्टमा पुग्यो। अनि मैले भने मैले तालब्य स लेखेँ, दन्ते स मात्रै लेख्नु भनेर कोर्टले फैसला गरेकोमा तालब्य स लेखेँ भनेर चाहिँ कोर्टले मलाई कैद गर्छ त? कोर्टमा पुग्नै नहुने चिजहरू बौद्धिक पार्टी जगतमा र प्रयोग गर्नेहरूमा गर्नुपर्ने बहस न्यायाधीशको हातमा पर्छ। अब यो फाल्टु कुरा हो। मैले भनेको चाहिँ के भने सिक्किमको योगदान दोस्रो लिङ्ग जस्तै यहाँनिर आत्मबलिदान दियो, जसको हत्या भयो, शहीद भए। अर्को पछिल्लो कालमा आएर लिम्बू पत्रिकाहरू तुमदुम होइन 1974बाट सुरु भएर अनि पाठ्य पुस्तक लेखनमा सबैभन्दा पहिला त हाम्रो वर्णको निर्धारण हुनुपर्छ। व्यञ्जन वर्ण कतिवटा छ, स्वर वर्ण कतिवटा छ भन्ने निर्धारण हुनुपर्छ। यो निर्धारण सिक्किमले गर्यो। बिबी सुब्बा, पदमसिंह सुब्बाहरूको नेतृत्वमा उहाँका साथीहरू, फुरुङ्ग थियो एउटा, इजनबहादुर थियो एउटा, अरू कति धेरै साथीहरू सहयोगले त्यो वर्णमाला अहिले सिक्किममा होइन नेपालमा पनि केही छ। अनि भाषा वैज्ञानिकहरूलाई राखेर हामीले वर्ण निर्धारण गऱ्यौँ डिक्सनरी मेकिङ गर्दा। त्यो गर्दाखेरि पनि लिम्बूको वर्णहरू त केही सिर्जनाले गरेको त्यही 24वटा छ। फाल्टु भनेको तालब्य स मात्रै छ। दुध तालब्य स फुलको एउटा रहन्छ रस भने पढोस् नानीहरूले। तर त्यसबाट शब्द लेखिने शब्द तपाईँहरूले पाउनुहुन्छ पाउनुहुन्न, स्टुडेन्टहरूले तपाईँहरूले यसमा गर्ने हो। अनि सिक्किमको योगदान मैले कुरा गरेँ र आधुनिक कालमा आएर लिम्बू भाषा साहित्यलाई अग्रसर दिलाउनमा त्यस पछाडि 1974 नै भन्नु लाग्यो। त्यहाँ पछाडिको युगमा कमसे कम पाठ्य पुस्तकमा कथा चाहियो, कविता चाहियो, निबन्ध चाहियो, लेख चाहियो। लेखनमा कति किसिमको विधान छ त्यो सबै उदाहरणकै लागि लेख्नुलाई पनि लेख्य भाषामा साहित्यमा चाहिँ सिक्किमले यसरी अग्रसरता दियो। त्योभन्दा अगाडि त हाम्रोमा मैले लेखेँ 24 भने तर त्यो पाण्डुलिपि। तर 1928मा बाजपेयी थलङको चाहिँ साइक्लोस्टरमा छापेर बाँडिएको हुनाले छापिएको किताबमा त्यो पहिलो हो भन्ने एउटा चलिरहेछ बहस। अरूलाई होइन, हामीले छापेर पाठकको अगाडि पुगेको किताबलाई यसरी सुरु भएको इतिहासलाई सिक्किमले पाठ्य पुस्तकै लागि पनि कविता लेखिदिएर, नाटक लेखिदिएर, लेख लेखिदिएर, निबन्ध लेखिदिएर चाहिँ साहित्यको विभिन्न विधामा कसरी चाहिँ अग्रसर छ लिम्बूको भनेर एउटा बाटो देखाइदियो। र सिक्किमको उच्चतर तहमा +2देखि माथि चाहिँ गइसकेपछि त झन् त्यो विधाहरू उच्चतर हिसाबले विकसित हुँदै नै भयो। त्यसको साथमा व्याकरण पढाउनु थालेपछि चाहिँ व्याकरणको आफ्नै तत्त्व छ। बोल्दा जेसुकै भन्नु न, म वाच्य भाषा
मलाई त्यति आउँदैन, लेख्ने भाषा चाहिँ आउँछ। स्पोकन लिम्बूमा म कमजोर, तर लेख्नु लाग्यो भने म 3 घन्टा लगाएर 1 पेजको कुरा राम्रो लेख्छु। अनि हाम्रो लिटरेचर ल्याङ्ग्वेजमा चाहिँ भाषा गइसकेपछि ग्रामरको ठुलो काम हुन्छ र इमासिमले किराँत ग्रामर भनेर सामान्य हिसाबले लेखेर अगाडि राखेको चिजलाई बिबी सुब्बाहरूले 4-5 कक्षादेखि 7, 8, 9, 10, 11, 12 क्रमिक रूपमा विभिन्न उनीहरूको इष्टानुसारको व्याकरण लेखिदिएको चाहिँ ठुलो योगदान गर्यो र व्याकरणले भाषालाई एकरूपता दिनमा मद्दत गर्छ। त्यसकारण भाषा व्याकरणले भाषालाई मानकीकरण गर्न बल दिन्छ। त्यसकारण हामीलाई व्याकरण चाहियो। युनिफर्मिटीको लागि, स्ट्यान्डर्डाइजेसनको लागि व्याकरण चाहिँ छ। यो सिक्किमको ठुलो योगदान छ। तर अब आएर चाहिँ पछिल्लो कालमा आएर विदेशीहरूले र आफ्नै स्वदेशीहरूले पनि भाषा वैज्ञानिक हिसाबले लिम्बू ध्वनिहरूको अध्ययन गरी जाँदाखेरि व्याकरण पनि अत्यन्त उच्च हुँदै गयो र त्यो किसिमले अबको व्याकरणहरूको लेखनलाई हाम्रा विद्यार्थी भाइहरू जो युनिभर्सिटीमा निकै जान्छन् लेख्छन् होला। किनभने हाम्रो लिम्बू भाषा भनेको ध्वनि अनुसार लेख्नुपर्ने भाषा हो। अङ्ग्रेजीमा त्यसको साइकोलोजीले अगाडि पी आउँछ है, त्यसको उच्चारण हुँदैन, 0 उच्चारण। तर लिम्बू ध्वनि अनुसारको लेखन भएको भाषा हो। किनभने ध्वनि उच्चारण गर्ने तरिकाले अर्थमा भिन्नता राख्दो रहेछ। मैले किराँत समूहका सबैलाई काम लाग्ने लिपि बनाऊ भनेर करायो। मैले भने यो लिपि भनेको चाहिँ लिम्बू ध्वनिलाई ध्यानमा राखेर निर्माण भएको लिपि हो। जस्तो कि लिम्बू लिपि बाहेक राई 25वटा कतिवटा थियो भाषा, अहिले घटेर धेरै हराइसक्यो। अन्य भाषाहरू छ, त्यसमा स्वर वर्णहरू मिल्नुपर्छ। लिम्बूको विशेषतै के हो भने लिम्बूमा अ, आ, इ, उ, ए, ऐ मात्रै होइन, अ, आ, ए पनि छ, ए, जु, ए र पे छ, हेर्नुहुन्छ। त्यसले अर्थमा भिन्नता दिन्छ। त्यसकारण यो चिन्ह श्रीजङ्गाको लिपिमा छ। त्यसकारण लिम्बू ध्वनिलाई ध्यानमा राखेर निर्माण भएको लिपि हुनाले यो लिपिलाई अरूले प्रयोग गर्दा पनि हुन्छ। तर नाम आवश्यकता छ कि त परिवर्तन गर्नु भन्ने भज मेरो पनि हो। अनि मैले यही कुरा भनिराखेको हो कि मैले अहिले मेरो आइरहेको कुरा। अनि यसरी हामीले चाहिँ लिम्बू ध्वनिलाई ध्यानमा राखेर आलेखन गर्नुपर्ने भाषा हुनाले विद्यार्थी भाइहरूले भाषालाई मानकीकरण गर्दा नेपाल सिक्किमको भाषामा युनिफर्मिटी ल्याउँदाखेरि तपाईँहरूलाई कठिनाइ पर्ला। यी कुराहरूमा ध्यान दिएर एउटा नयाँ किसिमले जानुपर्छ। जस्तो लिम्बूको के हुँदो रहेछ भने विशेष परिस्थितिमा
ध्वनि चेन्ज हुन्छ। लाम भन्छौँ तर लको उच्चारण इन्टर भोकालिक पोजिसनमा दुईटा स्वर वर्णको बिचमा पऱ्यो भने र हुँदो रहेछ। लिम्बूको र र ल एउटै हो तर र चाहिँ चेन्ज भएको आवाज हो, मूल ध्वनि चाहिँ ल हो। हामी मालाम भन्छौँ, मालाम पनि भन्छौँ, हुनुपर्ने मालाम उच्चारणले मालाम लेखिन्छ अनि लेख्नुपर्ने त्यही ध्वनिको उच्चारण हो। अहिले म फेसबुकमा यसो हेर्छु, सबैले चासो लाग्यो आफ्ना भाषा विकास गर्नलाई। एउटाले लेखिबस्छ लिम्बू शब्दहरू भने भिजाउनु भन्यो, पानीमा भिजाउनु, वा लौमा भन्यो। वामा आउने आ, लमा आउने अको बिचमा भएको ल त चेन्ज गरेर हुनु पर्ने, त्यो त वालङमा होइन वारङमा पो हुनुपर्ने। वा रखे, वा के रखु, तर वा लक्ष्य भन्दा त अचम्म सुन्ने भयो। अझै यो चिजलाई ध्यानमा राख्नुपर्ने। यहाँ युनिभर्सिटी भाइ बहिनीहरूलाई एउटा कुरा सुन्नु, एबी सुब्बा तपाईँहरूको गुरुमा होला, उहाँको एउटा लेख पढेर यो स्ट्यान्डर्डाइजेसनमा यो चिजमा ध्यान दिएन भने हाम्रो लेखन त ताते पाङ्रे हुन्छ भनेर राम्रो लेख पढाले लेख्नु भएको छ। भाषाको स्ट्यान्डर्डाइजेसनमा गर्दाखेरि तपाईँहरूले ध्यान दिनुपर्ने के हो भने उच्चारणमा ध्यान दिने। किनभने हाम्रोबाट 9वटा एलोफोन क ग हुने, ख घ हुने, च ज हुने, 9वटा मूल ध्वनि बदलेर चाहिँ कच थप गज धप भएर बदलिने यस्तो चिज हुनाले ल्याङ्ग्वेजको स्ट्यान्डर्डाइज गर्दा र युनिफर्मिटी गर्दाखेरि यो चिजमा ध्यान दिनुपर्ने कुरा। अहिले सिक्किम विश्वविद्यालयका लिम्बू भाषाका प्राध्यापकले लेखेको लेखहरू पढ्यो, यो राम्रो कुरा, यतातिर ध्यान दिनुपर्छ विद्यार्थी भाइहरूले। अब कुन कन्डिसनमा हो, सर्टेन कन्डिसन हुन्छ, विशेष परिस्थिति हुन्छ, त्यो परिस्थितिमा चाहिँ एउटा व्यञ्जन वर्णको ध्वनि चेन्ज गरेर अर्को हुन्छ। च छ हुन्छ, ज पनि हुन्छ। अब हामीले यहाँनिर यो खायौँ, इमान सिंहजीलाई भाषामा धेरै ज्ञान थियो तर कतिवटा कुरा उहाँले च एकमा भन्नुपर्ने छ एकमा भन्थ्यो, किनभने च छमै हुन्छ, च चेन्ज भएर छ हुन्छ, च चेन्ज भएर ज हुन्छ। अब च भनेको चाबाट आयो होला हिन्दी, एकमा त यो बारीलाई चियाबारीबाट आयो होला, चा एक वा जल हो, चियाको बारी अनि पानी जोड्न त खाने चिया हो नि। अब नयाँ शब्द बन्यो भने नयाँ खाउला होइन भने मान्छेकै चाहिपा खाउला। अब यसरी यी कुराहरू मैले आज यहाँ विद्यार्थी भाइ बहिनीहरू आएको बेलामा यो भाषाको एउटा स्ट्यान्डर्डाइजेसनको दिशामा आउनुपर्ने कुराहरूको चर्चा गरेको हो। त्यसकारण यो चिजमा तपाईँहरूले ध्यान दिनुभयो भने हाम्रो भाषालाई एकरूपता दिन सकिन्छ। त्यसो त मान्छेको स्वभावै हो अप्ठ्यारोबाट सप्ठ्यारोमा जानु, सजिलो कता हुन्छ त्यता जानु। सिक्किममा चल्यो त आङ्गा कन न्याम्ब किङ चोकमा मेसुकाइन भन्नुलाई आङ्गा कन न्याम्ब किङ चोकमा मेन्सुकमा आयो त, चल्यो त, लोकले मानेको छु, चल्यो त, मेन्सुक चल्यो त। अनि मैले भनेको त्यसो हो भने त आङ्गा कन हेक्के पापमा मेल्ले आइनको ठाउँमा अघि मैले भनेको आङ्गा कन पापमा मेल्ले यसरी सरलता पनि हुन्छ। तर यसले गर्दा भाषाको स्वाभाविकता प्राकृतिक
प्राकृतिक अवस्थामा नेगेटिभ असर चाहिँ पार्नु हुँदैन, त्यति मात्रै हामीले ध्यान दिने र यस दिशामा सिक्किमको ठुलो योगदान छ भनेर मैले भने। त्यसमा पनि अघिल्लो पुस्तामा पद्मश्री हुनुहुन्थ्यो, पछिल्लो पुस्तामा आएर बिबी सुब्बाको नेतृत्व बडो सबल हो र अहिलेसम्म उसलाई हामीले एउटा स्ट्यान्डर्ड मानेर हिँडिरहेको छौँ। त्यसो त मतभेद त हुन्छ, ईश्वरसँगै भइरहेछ। हामी बाँच्नु त ईश्वरमा, तैँले किन हामीलाई मर्ने बनाइस् भनेर क्वेसन गर्छु नि। हामीलाई लामो आइदिए भनेर प्रश्न गर्छु नि। त्यसै उनीसँग त्यस्तो कुराहरू हुन सक्छ।